यहाँ छ ढुङ्गा हो राम्रो खालको यो ठुलो पनि ठिक छ यहाँ बान्ने दोरी बान्ने तल चाहिँ बल्छी छ दुईटा बल्छी छ दुईटा बल्छीमा चारो उन्ने खोइ चारो उन्ने हो अब चारो खोइ कहाँ छ यहाँ चारो छ चारो उन्ने हो चारो चाहिँ गड्यौला सिमको हैन आमामा कति धेरै हौ अझै ठुलै माछा पर्छ जस्तो छ हो गड्यौला मतलब यो चाहिँ अर्ग्यानिक बन्दाखेरि अर्ग्यानिक अर्थवम ठुल्ठुलो माछा मर्ने खालको होइन हो झ्याप्प गरेर टक्क त्यहाँ उन्ने यसमा पनि ब्लड हुन्छ है हुन्छ नि सानो माछाले त खानु सक्दैन होला यो कत्रो कत्रो सानो सानो त तिनीहरूको मुखमै अट्दैन नि तिनीहरूको मुखै सानो हुन्छ त्यो भन्छ असला माछाको के ठुल्ठुलो माछा त्यो माछा त बढ्न अलिक टाइम लाग्छ क्या 1 महिनामै ठुलो हुन्छ क्या ठुल्ठुलो माछा क्या 1 महिनामा त हुँदैन यो ठुलो 1 केजीको माछा बढ्नलाई कति टाइम लाग्छ त 4 महिना 2 वर्ष 3 वर्षको हुनुपर्छ हो ठुलो त चिसो माछाको बढ्दैन नि त हो र 2-3 वर्षको चाहिँ हुनुपर्छ होला मैले चाहिँ अनुभवमा चाहिँ यो निस्क्यो एउटा त ए वाउ सबै तर चारो धेरै छ दाइ नि जति इनफ हुन्छ भयो पनि उनीहरूले त भाग्नै दिने होइन नि त कत्रो दुःख गरेर खोजेको है यसलाई तर माटोमा राखिरह्यो भने 2-3 बाँच्छ मान्छ नि ए अब त्यहाँ ट्याङ हान्ने कहाँ यहीँ हान्ने कि माथि दाइ मास्टर ओके ल बोक्छु ल यसरी गर्ने यहाँ मार्यो नमस्ते ढोकिदिया भयो यता पाङ हान्ने ल ओके यो जालमा हामीले माछा पक्रेका छौँ कतिवटा हो गयो इधर लगाओ वाओ that's nice oh fish nice 2 yeah and 3 ओहो कितना खाएगा माछा कितना खाएगा ओ यसरी त अनि यत्रो छिर्दो रहेछ अनि क्या इधर ओ इधर है ओ 4 पीस 4 5 इधर है मछली हो गया रे यहाँ पनि छ ओ देऊ यो सबसे ठुलो 5 पीस नेक्स्ट अनि नो मोर ओके थ्याङ्क यू गाइज थ्याङ्क यू दाइ अच्छा हामीले माछा पक्र्यौँ यति वाउ एकदमै ठुल्ठुलो छ नि ओ भाइ डोन्ट मुभ यार भाइ मारौँ मुझे यार 5 केजी जति भयो होला है दाइ अब यहाँ 5 केजी त भयो होला माछा त ल सुकुटी बनाएर अथवा खानुपर्छ तरु असला कति केजीको लगभग 2 केजी जति छ यार ओ माई गॉड
थ्याङ्क यू सो मच यार हामीले यत्रो माछा पक्रेर सफल भयौँ है त जालमा वाउ दाइ माइम ओहो भाइ ले झोला पठायो अर्को पनि छ हो त्यो ओके थ्याङ्क यू सो मच वाउ ला दाइ यो त लगभग 1 केजी छ हो It's fire, it's night, it's a night life. We are at here. Tomorrow, okay? ठिक छ दाइ ठिक छ जकास छैन हाम्रो यहाँ सबै कुराहरू छ हामी चाहिँ अब एकछिनमा चाहिँ जाल हुन जाने यता नि वाउ ये होइन बात यस यस हाम्रो दाइले माछा पानीमा हाल्न लागेको छ मछली आउ यो नाइस नभएको ल भाइ भरे कराईमा रातिको 2 बजे तमर खोलामा चाउचाउ पकाएर खाएको भाडामा यहाँ चाहिँ भाडा माछा यहाँ छ 2 झोला माछा 2 झोला वाउ दाइ मेन माछा पक्रिनु त यहाँ आउनु थियो ल खाऊ खाऊ ल ओके चरबाग टुङ दिस कुकुता है टिपेर भाग्ला नि यो माछाको नाम के अरे काब्ले यो मरि गयो दुका चाहिँ टासिन्छ भागे त मरि जाउँ अब 4 बाग्ला आउने यो काब्रे चाहिँ 2 बाग्ला आउने के हो तिमीले काब्रे को खाने हो यसलाई काट्नु पर्छ यो ठुलो छ पर्दैन त्यो लानु तपाईहरु माथि यस्तो लाउनु नि त्यो एउटा लाएन ल यो एउटा हैन अर्को पनि ठुलो लाउनु हो त्यो पनि अब यसमा 2-2 हाल्नु त्यत्रो हाल्नु फेरि त्यसमा त्यत्रो लाउनु त्यसमा त बराबरी भएन यो दुईटा भयो हैन योले सानो भयो भाइ त्यो ठुलोमा थपौँ न हैन त्यो ठुलो त एकदम ठुलो छ ठिक छ त्यसरी मिलाउ न ल काब्रे भाइ यहाँ छ काब्रे त्यहाँ मिलेन अब यो असललाई नै मिलाउनु पर्यो ठिक छ भेरी गुड कहाँ हो घरको मालिक त्यसरी हालौँ न काम के नकुटौँ बिचारा भाग्नु पर्यो नि त पर खाएको छैन नि बिचारा अझै हामी एकजनाको भागमा यति पऱ्यो भने त कहाँ हुन्छ यता अलिक थप हो त्यहाँ थप्नु ल गुड बराबर अब यहाँ यतै हेरेर ल साह्रो नि भोलि बिहान त भान्छु उज्यालो हो त अनि यति माछा भयो त अनि 5 जनाले पुग्दैन त अनि त्यो चाहिँ नि यस्तो गर्नु त्यसरी स्केलले बराबरी हाल्नु त्यसरी यो चाहिँ उयो जस्तै होइन के अरे मुटु कलेजो भित्र मुटु कलेजो त्यही त नि सकेको नि यति बसे अब दाजुलाई पेलेको नि होइन बाबा भने त रुक्कै हुँदो रहेछ फेरि पुच्ची कम भयो जस्तो यार ल उठा ल त यो डाक्टर साहब लान्छ है दाइ तपाईँ कुन लाने भन्नु जुन बाबु नै हाल्थ्यो मलाई एउटा यो हालिदिन्छु ल यो डाक्टर साहब र मेरो यहाँ हाल्नु यो ल ल डाक्टर साहब जुन बाबु नै हाल्थ्यो भाइको ओके यो पनि त नि जीवन अङ्कल र डाक्टर साहबले त नि खाइसकेन नि यसो नि माथि स्टाफ त हेरौँ न स्टाफ कतिजना त भन्नु न त्यहाँ त्यहाँ कतिजना छ त्यहाँ होइन दाइ डाक्टरै 3 जना छ माथि एक्स्ट्रा लगभग 1.5 किलो जति नै भएछ त डाक्टरले खतम गर्यो
भिडियो भइसक्यो होला ए